हेलो हेलो आज म तपाईहरुलाई के देखाउँछु भने नि मैले 6 महिना अगाडि एउटा चीज ल्याएर रोपेको थिएँ हैन ऐसेलु भनेर रोपेको तर त्यो चाहिँ कस्तो भने पाकेपछि कालो चाहिँ भइदियो क्या तपाईहरुलाई म देखाउँछु ल कस्तो खाले झरेर मेरो यहाँ छतमाथि मैले के रोपेको छु हेर्नु न यहाँ ऐसेलु भनेर ल्याएको बोट यस्तो फल्यो अनि भने तपाईलाई यहाँ देखाउँछु म टन ब्ल्याक कलरमा फलिरहेछ के पहिला सुरु यस्तो भयो हैन अनि त्यसपछि यस्तो रातो हुँदो रहेछ अनि पाकेपछि चाहिँ यस्तो कालो पो हुँदो रहेछ के यो के रहेछ साथीहरु यो भन्दिनु त यो फलको नाम के रहेछ मैले त ऐसेलु भनेर ल्याएर रोपेको थिएँ हैन तर फल्न चाहिँ लट्रम्मै फलेछ कति धेरै फल्यो के तर पहेँलो हुन्छ भनेर यस्तो रातो पो भयो अब यही खानी होला भनेको होइन रहेछ फेरि यस्तो कालो पो भयो क्या 3 स्टेप हुँदो रहेछ यसको पनि पहिलोचोटि थाहा पाएको मैले यसको नाम चाहिँ के हो भनेर कसैलाई थाहा छ भने भन्दिनु है मलाई त थाहै भएन यो फलको नामै अब टिपेर ल्याएँ मैले अब कस्तो हुँदो रहेछ है त खाएर एकचोटि हेरौँ है यस्तो खाले अचम्मको फल क्या पहिलोचोटि देखाएँ मैले ऐसेलु भन्ने चाहिँ मैले देखाएको थिएँ यो पहिलोचोटि यस्तो कालो हेरौँ है त यो कस्तो हुँदो रहेछ यस्तो खाले कालो त्यही पनि खस्यो कस्तो हुँदो रहेछ टेस्ट गरेर हेरौँ है त अमिलो हो यस्तो पनि हुन्छ त भने गुलियो हुनुपर्ने होइन र यस्तो अमिलो 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 गुलियो गुलियो हुँदो रहेछ मिठो छ जिन्दगीमा बाँच्नुपर्छ कस्तो कस्तो यस्तो यस्तो फल पनि देख्नुपर्ने चाहिँ गाँठी के भनेर ल्याएर रोपेको के उम्रेछ कसैलाई थाहा छ भने कमेन्टमा भन्नु है